सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लासँगै बैतडीको दुगडाकेदार गाउँपालिका 2 मा यस वर्षको असारे धान रोपाई उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। देवताई पोखल दिनु, देवतानलाई पोखल दिए बरु खुसी नानु, देवतानका गादा पूजा लागन्छ, पढ्न नानु हाम्रो बनाएको कमाएको अक्षत लजाबर फुल पाती दूध लजाबर साउन श्रावणको नवरात्रिमा भयो, चैत नवरात्रिमा भयो, असोज नवरात्रिमा भयो, हाम्रो बनाएको यो डाँडाहरूमा कमाएको जुल छ खेतबारीमा उब्जिएको हाम्रो सबै लजाबर देवतालाई चढादिनन्। तब हम खुसी हुनु रोपाइलो नै लेखा पुरानो अगाइ हाम्रा बजेका दिन बठे चलिआएको परम्परा रोपा भन्नु यो हाम्रो बहुत महत्त्व ठुलो हो। यी लङ्कुडालो बनाउँथे भन्यो हाय कोद्याकी बढी छ लाई लुसुको कोद्याको बडो ढुसुको भुडन्थे भन्यो, आँगनको ढोलमा बजाउँथे भन्यो, पाछा कोदो गोडन्थे भन्यो, उसरी त छाडेली भन्यो। अब हामीले ल नदेखे अरे रोपाए त अहिलेसम्म ल हम बनाउनु लारी रोपाए त हम छलो ल खेलिया। बहुत बहुत धन्यवाद छ। त्यसो गरी यो खासमा यो धान क्या नाइलो नभयो यो रोपाई मात्र क्या हुन्छ धान लोन धान उसिनान धान नाउति फाइदैन हानो रोपा रोपेभरि धेरै रमाइलो हुन्छ, कुटेबल धेरै भुस रमाइलो हुन्छ। यही बङ्गले मिलिबरे रोपा बनाउनु और धान त बनाउन धेरै कलाल गोड्डु पडन्छ, एक कलाल नेल बढी निको यो रमाइलो हुन्छ। रमाइलो अहिले खा दिदी बहिनी सब भाइ धेरै राम्रो खुसी हो गरे यो लतमा त यस्तो भइरहेको छ। यो खुसीको गरेन लतपति नै मान्छेले आज म बुढीलाई यस्तो गरेर लतपताइदियो। कर्काको शरीरमा हिलो दल्ने र आपसी सहयोगले गाउँघरमा छुट्टै रौनक थपेको देखियो। आहा धेरै रमाइलो भएको छ। आहा एकदमै रमाइलो भएको छ आज अन्तिम रोपाई है। रोपाईका क्रममा खेतभरि हाँसो ठट्टा मजाक, एक अर्काको शरीरमा हिलो दल्ने र आपसी सहयोगले गाउँघरमा छुट्टै रौनक थापेको देखियो। धानमा हिँगे हौ मिर्गे रुमा गरौँ पन्जी सबै माया माछामा पनि गिराऊ बुझ तिमी बेगमा पवन हौ भने खस्रै धारीमा म राममय हौ गङ्गा नदीमा पनि। धन्यवाद। रोपाईका बेला स्थानीय मौलिक सगुन भाग ढुस्को र धुमारी जस्ता लोक भाकाहरू गुन्जिएका थिए। सुरु हो जाओ आज गुरु
केदार देवाई सार देवीका छोडेला रोपाइँका बेला स्थानीय मौलिक सगुन फाग ढुस्को र धुमारी जस्ता लोक भाकाहरू गाउने गरिन्छ। यस्ता गीतहरूले किसानमा उत्साह थप्नका साथै सुदूरपश्चिमको मौलिक संस्कृति र परम्परालाई जीवित बनाइराख्न महत्त्वपूर्ण भूमिका खेलेका छन्। शेरीको बाटो जिजु शेरीको बाटो फुले नधेगे हाँसा बुवा जालो हाँसो बुझालो। विशेष गरी देवर भाउजू साला भिनाजु बीच हुने रमाइलो ठट्टा तथा एक अर्काको शरीरमा हिलो दल्ने रोपाइँलाई थप मनोरञ्जनपूर्ण बनाएको थियो। बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म सबैले हिलोमा भिज्दै खुसी साटासाट गर्दै असारे रोपाइँ पर्व मनाएका छन्। यसरी कृषि उत्पादनसँगै सांस्कृतिक परम्परा र सामाजिक सद्भावलाई मजबुत बनाउँदै सुदूरपश्चिमको मौलिक असारे धान रोपाइँ यस वर्ष पनि उल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। सुरज महरा, रेडियो लोकदर्पण, दार्चुला। सबभन्दा उत्कृष्ट भिडियो बन्यो।